नोदनजी, अब हामी कुरा गरौँ नेगेटिभ गियरिङको। वाट आर द नेगेटिभ गियरिङ चेन्जेस? हजुर उरानजी, यस नेगेटिभ गियरिङ पनि वान अफ दोज एरियाज जहाँ चाहिँ अब चेन्जेस प्रपोज भएको छ र इन विच द इन्भेस्टर्स आर कन्सर्न एज वेल एज क्युरियस अबाउट द चेन्जेस। सो फर्स्ट अफ अल अब नेगेटिभ गियरिङ भनेको के हो भन्दाखेरि चाहिँ अब हजुरको इन्भेस्टमेन्ट प्रपर्टी छ, तपाईँको रेन्टल प्रपर्टीको इन्कम भन्दा यदि लस बढी हुन्छ अथवा तपाईँको नेट रेन्टल इन्कम चाहिँ लसमा नेगेटिभ छ भने त्यसलाई नेगेटिभ गियरिङ भन्छ। फर इक्जाम्पल तपाईँको अब रेन्टल इन्कम भनेको तपाईँ रेन्टल प्रपर्टीबाट आउने रेन्ट भयो एउटा, अनि तपाईँको एक्सपेन्सेसहरू अर फर इक्जाम्पल त्यो प्रपर्टीको लागि तिरेको काउन्सिलको चार्जेसहरू, वाटर रेट्सहरू होइन, अनि तपाईँको ब्याङ्कको मोर्गेजको इन्ट्रेस्ट रेट्सहरू, सो अल दोज थिङ्सहरू चाहिँ तपाईँ रेन्टल इन्कमबाट घटाउँदाखेरि चाहिँ यदि एक्सपेन्सेसै बढी भएको केसमा चाहिँ त्यो लस भयो। फर इक्जाम्पल तपाईँको चाहिँ अब नेट रेन्टल लस चाहिँ $5,000 थियो भने अब नेगेटिभ गियरिङको प्रोभिजनमा चाहिँ त्यो $5,000 चाहिँ तपाईँले आफ्नो अरू अर्डिनेरी इन्कमबाट घटाउन मिल्थ्यो र तपाईँको ट्याक्सेबल इन्कम घट्थ्यो। त्यो हिसाबले चाहिँ तपाईँले ट्याक्स बेनिफिट हुन्थ्यो, तपाईँ कुन मार्जिनल ट्याक्स रेटमा हुनुहुन्छ। फर इक्जाम्पल तपाईँ चाहिँ अब तपाईँको इन्कम चाहिँ अब बिट्विन 45,000 चाहिँ $135,000 छ फाइनेन्सियल 2025-26मा भनेपछि तपाईँ 32% ट्याक्स ब्र्याकेटमा हुनुहोस्, तपाईँको मार्जिनल ट्याक्स रेट थियो। सो अहिले हामीले लिइरहेको एक्जाम्पलमा जस्तो तपाईँको चाहिँ नेट रेन्टल लस चाहिँ $5,000 थियो भने त्यो $5,000 चाहिँ आफ्नो अरू इन्कमबाट, अर्डिनेरी इन्कमबाट लाइक इन्कम फ्रम एम्प्लोइमेन्ट, पिएवाइजी इन्कम, अरू अर्डिनेरी इन्कमबाट घटाउन मिल्थ्यो र तपाईँको मार्जिनल ट्याक्स रेट के छ त्यति तपाईँको ट्याक्स सेभिङ हुन्थ्यो। अब त्यो प्रोभिजन त्यस्तो गर्न प्रोभिजन त्यो एप्लिकेबल रहेन अब गोइङ फरवर्ड चाहिँ इन केस अफ इस्ट्याब्लिस प्रपर्टी। तपाईँले जस्तो अब पोस्ट बजेट कुनै प्रपर्टी किन्नुभयो, तपाईँको रेन्टल इन्कम चाहिँ लस भयो भने त्यो तपाईँले अर्डिनेरी इन्कमबाट नो लङ्गर यु क्यान डिडक्ट द्याट। तर दोज लसेस चाहिँ एकुमुलेटेड लसेस चाहिँ तपाईँले एट द टाइम अफ सेल आफूले प्रपर्टी बेचेको बेलामा चाहिँ त्यसलाई घटाउन मिल्यो। सो इन्स्ट्यान्टली एभ्री इयर तपाईँले त्यो लसलाई अफसेट गर्न पाउनु भएन, तर एट द टाइम अफ डिस्पोजल जति बेला तपाईँको गेन लस क्यालकुलेट हुन्छ प्रपर्टी बेचेको त्यति बेला चाहिँ तपाईँले घटाउनु पाउनुभयो। सो त्यहाँनिर चाहिँ खालि अब टाइम भ्यालु अफ मनीको कुरा मात्र रह्यो, तर स्टिल त्यो लसलाई अफसेट गर्ने ठाउँ चाहिँ रहन्छ, बेनिफिट चाहिँ रहन्छ। हजुर, अनि यो के छ यसमा प्रोभिजनमा चाहिँ अब धेरैले हामीलाई सोधिराख्ने प्रश्न चाहिँ हाम्रो अहिले म नेगेटिभ गियरिङ गरिरहेको छु, मलाई के हुन्छ? उहाँहरूलाई के छ एक्जिस्टिङ इन्भेस्टरहरूले जसले अगाडि अलरेडी पर्सनल नाममा किनिसक्नु भएको छ, अहिले नेगेटिभ गियरिङ गरिराख्नु भएको छ, उहाँहरूलाई केही छ चेन्जेसहरू? एक्जिस्टिङ इन्भेस्टर्सहरूलाई त अब यो बजेट एनाउन्स भएको भन्दा अगाडिको टाइम फ्रेममा अलरेडी पर्चेस गरिसक्नु भएको अथवा कन्ट्र्याक्ट साइन गरिसक्नु भएकोहरूलाई त यसले केही पनि असर गरेन। हजुर, त्यो रुल्स अब ग्रान्डफादर्ड भयो, अब उहाँहरूले स्टिल दे क्यान क्यारी अन डिडक्टिङ द नेट रेन्टल लस फ्रम देयर अर्डिनेरी इन्कम अथवा नेगेटिभ गियरिङ चाहिँ एलिजिबल हुनुभयो भनौँ न। हजुर हजुर, खालि नयाँ अब त्यसपछि पर्चेज हुने अथवा कन्ट्र्याक्टहरू साइन भएको प्रपर्टीको केसमा मात्र, इफ इट इज नट न्यू बिल्डमा चाहिँ फेरि त्यो कन्टिन्यू नै छ। हजुर, इस्ट्याब्लिस प्रपर्टीको केसमा चाहिँ त्यो पाउनु भएन। उहाँहरूले खालि त्यो लस चाहिँ एकुमुलेट गरेर खालि एट द टाइम अफ सेल मात्र घटाउन पाउनुभयो आफ्नो गेन क्यालकुलेसनमा। अथवा लेट्स से फर्स्ट 3 इयर्स चाहिँ नेट रेन्टल लस छ, लेट्स से फर इक्जाम्पल एभ्री इयर उहाँहरूको चाहिँ $2,000 चाहिँ नेट रेन्टल लस छ, 3 वर्षमा 6,000 लस भयो। त 4th इयरमा गएर चाहिँ अब लेट्स से प्रपर्टीको चाहिँ $3,000 गेन भयो होइन, अब इन्ट्रेस्ट रेट मोर्गेज तिर्दै जाँदाखेरि एभ्री इयर घट्दै। त्यस्तो केसमा चाहिँ अब त्यो 4th इयरको प्रफिटबाट चाहिँ रेन्टल इन्कमबाट चाहिँ घटाउन मिल्यो। हजुर हजुर, नोदनजी, अनि यो के रहेछ हजुरले जस्तै एक्जिस्टिङमा चाहिँ नेगेटिभ गियरिङ अहिले हट्यो भन्नुभयो होइन, कस्तोलाई चाहिँ न्यू बिल्डमा के पर्छ त? न्यू बिल्ड भनेको के हो, डेफिनेसन केही छ त्यसको? कस्तो कस्तो प्रपर्टी चाहिँ न्यू बिल्डमा पर्छ र कुन चाहिँ एक्जिस्टिङमा पर्छ? अब न्यू बिल्डलाई चाहिँ क्याटेगोराइज गरेको कसरी गरेको छ भन्दाखेरि हजुरको अब हाउस एन्ड ल्यान्ड प्याकेज पर्चेस गर्नुभएको छ भने त्यो न्यू बिल्डमा पर्यो। यदि कुनै एक्जिस्टिङ प्रपर्टी नकडाउन गरेर तपाईँले त्यहाँ डुप्लेक्स बनाएर बेचेको छ, त्यो त्यस्तो खालको प्रपर्टी पर्चेस गर्नु त्यो पनि न्यू बिल्डमा पर्यो। तर नकडाउन गरेर अब त्यही एउटै ल्यान्ड टाइटलमा फेरि रिबिल्ड नयाँ गरेको छ भने चाहिँ त्यो चाहिँ न्यू बिल्डमा परेन।
अनि अर्को अभियसली अब ब्याक एन्ड ल्यान्डमा बिल्ड भएको नयाँ प्रपर्टी भइहाल्यो हजुर। र एनी प्रपर्टी त्यो जुन चाहिँ इन्भेस्टरले बनाएर एन्ड दे हेभ लिभड फर लेस देन 12 months बिफोर बिङ फर्स्ट सोल्ड हजुर। त्यो पनि न्यू बिल्डमा पर्यो। अनि यो ग्रानी फ्ल्याटहरू त्यहाँ एड गरियो भने त्यस्तोमा पाइन्छ पाइँदैन के छ? त्यस्तोमा पनि पाइँदैन। हजुर हजुर। किनभने त्यहाँ प्रपर्टीको तपाईँको त्यो टाइटल अब चेन्ज भएको छैन भनौँ न। अब अघिको एक्जाम्पल लिने हो भने हजुर डुप्लेक्स बनाउँदाखेरि त तपाईँको ल्यान्ड सब डिभिजन भएर त्यहाँ टाइटलहरूको चेन्जेसहरू आइसकेको हुन्छ। हजुर हजुर। त्यसले गर्दा नदनजी धन्यवाद। मैले यहाँ सबैजनालाई बुझ्ने गरी फेरि एकचोटि यो समराइज गर्दाखेरि नेगेटिभ गियरिङ अब एक्जिस्टिङ प्रपर्टीमा 12 मे 7 PM बजेट अनाउन्समेन्ट हुनुभन्दा अगाडि यदि पर्चेज भएको छ भने चाहिँ त्यो ग्रान्डफादर भयो कन्टिन्यू गर्न पाउनुभयो हाम्रो सबै एक्जिस्टिङ इन्भेस्टरहरूले। र नयाँ किन्दाखेरि चाहिँ एक्जिस्टिङ प्रपर्टीमा पाउनु भएन, खालि न्यू बिल्डमा मात्र पाउनुभयो। न्यू बिल्डको डिफिनेसन भर्खर नोदनजीले समराइज गर्नुभयो। अब यसले गर्दा चाहिँ यो चाहिँ खालि नेगेटिभ गियरिङ चाहिँ जेनरली आफ्नो पर्सनल नाममा किनेको प्रपर्टीहरूमा इन्स्ट्यान्ट क्यास रिलिफ पाइन्थ्यो, जुन चाहिँ ट्रस्ट अथवा कम्पनी स्ट्रक्चरमा किन्नेहरूलाई त अब यो नेगेटिभ गियरिङ छँदै थिएन। त्यही भएर अब चाहिँ नेगेटिभ गियरिङ नहुँदा चाहिँ यो लस के गर्ने भन्ने प्रश्नमा चाहिँ यो अकुमुलेट हुँदै जान्छ हरेक वर्षको लस। र इभेन्चुअली जब भाडा बढ्दै जान्छ अथवा तपाईँको इन्ट्रेस्ट कम हुँदै गएर तपाईँ जुन बेला पोजिटिभ हुनुहुन्छ त्यो बेला चाहिँ तपाईँले यी लसेसहरू चाहिँ डिडक्ट गर्न पाउनुहुन्छ त्यो बेलाको इन्कमसँग र अथवा बेच्दाखेरि त्यहाँ भएको प्रफिटसँग पनि यो सबै अकुमुलेट भएको लसहरू चाहिँ अकुमुलेट हुन्छ। त्यही भएर यो जाँदै गइहाल्ने होइन, खालि इन्स्ट्यान्ट क्यास रिलिफ जुन हाम्रो नयाँ इन्भेस्टरहरूको लागि यो जुन महत्त्वपूर्ण हुन्छ क्यास फ्लोको लागि त्यो मात्र गएको हो, ओभरअल होइन। अब अर्को पनि सोधिएको प्रश्न के छ भने अब यसले गर्दा के नयाँ बिल्ड मात्र किन्ने हो त, त्यो मात्र एट्र्याक्टिभ हुन्छ त भन्नेमा चाहिँ अहिले धेरैजनाको बुझाइ के छ भने तपाईँले नयाँ प्रपर्टी किन्नुभयो अभियसली त्यसमा प्रिमियम प्राइस पनि हुन्छ नयाँ प्रपर्टीमा। किनभने मानौँ पुरानो प्रपर्टी 6-7 लाखमा 7 लाखमा आइरहेछ भने एउटा उदाहरणको लागि त्यही एरियामा चाहिँ नयाँ प्रपर्टी 8.5-9 लाख परिरहेको हुन्छ। पहिले तपाईँले प्रिमियम प्राइस तिर्नुहुन्छ र अब चाहिँ प्रिमियम प्राइस म नेगेटिभ गियरिङको लागि मात्र किन्छु भन्दा चाहिँ अलि त्यसमा चाहिँ मेरो पर्सनल धारणा त्यति राम्रो जस्तो लाग्दैन मलाई। किनभने नेगेटिभ गियरिङ मात्र उद्देश्य भएर त्यसलाई एट्र्याक्टिभ बनाउने होइन कि, किनभने त्यही प्रपर्टी तपाईँले नयाँ प्रपर्टी फेरि कसैलाई बेच्नुभयो भने चाहिँ त्यो किन्ने मान्छेलाई चाहिँ त्यही फेरि नेगेटिभ गियरिङ उसले पाउँदैन त्यो बेनिफिट। भनेपछि त्यो जुन तपाईँले प्रिमियम प्राइस पे गर्नुभएको हुन्छ इनिसियली त्यो चाहिँ अर्को बायरले नपाउने भएर चाहिँ आई डोन्ट थिङ्क एक्जिस्टिङ प्रपर्टीको मार्केट चाहिँ घट्छ होला। त्यही भएर म चाहिँ पर्सनली स्टिल अरू फन्डामेन्टल्सहरू हेरेर सप्लाई डिमान्डहरू हेरेर र प्रपर्टीको मेन फन्डामेन्टल बेसहरू के छ त्यो हेरेर इन्भेस्टमेन्ट गर्नु चाहिँ उपयुक्त भन्छु। आजको लागि यति नै, धन्यवाद।